रहेछ यार। एट त यसै घुम्न लगाएको होइन रहेछ। अब कहाँबाट जानु मलाई, सबैतिर खाल्डो छ। गर्नुपर्ने रहेछ हौ ल सबैले। तर राम्रो रेकर्ड भइरहेको छैन जस्तो लाग्यो मलाई। त्यो यसको यो ऊ भएको छ क्या, बिग्रेको छ नि त होइन। अनि हल्का यो मैले माथि राखे पनि एकैछिनमा तल गइदिइहाल्छ क्या यो। कतिवटा खाल्डो राति राति हिँड्ने मान्छेले त उमाइबाट आपत पार्दो रहेछ त यार। ल ल ल ल एट घुमाउने काम लाग्यो है यहाँ। एट घुमाउँदाखेरि पनि छ नि दिव्या। अब हामी नर्मली जाने यो राइट जान त्यति अप्ठ्यारो हुँदैन, तर लेफ्ट जान अप्ठ्यारो हुन्छ नि। किनभने उल्टो हातमा त्यति हामीलाई बानी परेर हुँदैन नि त। जसले प्रायः जस्तो म्याक्सिमम् मान्छेले सुल्टो काम गर्छ नि त, के अरे सुल्टो हातले काम गर्छ नि त होइन। अनि उल्टो हातपट्टि पर्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ। हामी चाहिँ आइपुग्यो अब मातातीर्थ है। अस्ति मातातीर्थमा कति भिड थियो होला है। तिमीले यहाँ मातातीर्थ वृद्धाश्रम देखाएको छ दिव्या? उहाँबाट मुनि जाने हो नि। उयो यो छ नि श्राद्ध गर्ने ठाउँ लेखेको छ नि, त्यहाँबाट मुनि जाने हो नि। अब हामी जाँदैछौँ मातातीर्थ मन्दिर। मातातीर्थ मन्दिर चाहिँ अब आमाको मुख हेर्ने दिनमा ठुलो मेला लाग्छ है। यहाँ मानिसहरू चाहिँ आफ्नो दिवंगत हुनुभएको आमाको श्राद्ध गर्नको लागि आउनुहुन्छ। अब स्कुटर चाहिँ कहाँ रोक्ने भन्ने भयो। आओस् अब ओर्ल्यु केही हुँदैन, साइड पुगिहाल्छ नि। साइड नपुग्ने ठाउँमा पो आफैले हेरेर गर्नुपर्छ होइन, साइड पुग्छ नि त।